यार अब हम जाने वाले हैं डे 3 ब्लॉग को शूट करने के लिए। तो वहाँ पे गाइस तो आप लोग वीडियो के पहले से लेकर अंत तक बने रहिएगा। तो यकीन मानिए मजा आने वाला है। तो चलिए गाइस चलते हैं। यार यहाँ पे देखो पूड़ी बनाने वाला आदमी गाइस। भैया जी आपका नाम क्या है? राजकिशोर शाह। राजकिशोर शाह। तो आज कितने लोगों के लिए भोजन बन रहा है? 300 लोगों के लिए। तो यहाँ पे देखो गाइस अभी चल रहा है, यहाँ पर पूरी बना रहा है किशोर दादा। पूड़ी बना किशोर भैया पूड़ी बना रहे हैं यहाँ पे देखो। तो अभी यहाँ पे फाइनली उधर की लगा बनने के लिए, चेन्नई से आया कालीगढ़ खुआने के लिए, खिलाने के लिए यहाँ पे है। थोड़ा ये जगह हरनू भाई ना टाइम से बुढा माथि मगरते बुढाले भने बिमार पत्ता लाग्यो त्यति भन्ने बित्तिकै टुप्लुक्कै बाबुआमा पनि आइपुग्यो। सबैजना के भो ए बा निको पारिदिनु न, बल्ल त बिमार अठ्याएँ अब औषधि गर्छु नि। कुरो तपाईँले बुझ्नु हुँदैछ नि। मिठो दिँदा थुकीको तितो भनेर तितो दिँदा कम कमी खाँदैछ। हर रोगको ल्याऊ बरु छ भने बिखमा ल्याऊ भन्दैछ। तितो मिठो लाग्यो, मिठो तितो लाग्यो। बुढा मान्छेले पुरानो झोला खोल्नुभयो, त्यहाँबाट पुडिया निकाल्नु रहेछ क्या। यसकी आमा खोइ त आइन यता आऊ बहिनी यता। यो पुडिया भरे बेलुका, यो पुडिया भोलि बेलुका, यो पुडिया पर्सि बेलुका खाउँ चट्टै हुन्छ। अनि यसलाई चाहिँ के भएको भने यसलाई सर्पको विष चढेछ। ए सापले टोकेछ निको हुन्छ त चट्टै हुन्छ, चिन्दै नगर। कति निको पारे मैले भाइ टाटा बुढो मान्छे जान्नुभयो। तगारा नेरी पुगे पछाडि गाउँलेहरूलाई चढेको सापको विष चढेको त मैले सिकाइदिइ गएँ। मिठो तितो हुन्छ, तितो मिठो हुन्छ, बुझ्यौ नि? बुझ्यो। संसारको विष चढेकालाई चिन्नका लागि 200 बुधा भनिदिन्छु। भन्नु त भन्नु भाषा न हामीलाई। बाबुआमाका बुढा ढोक्न जुन्दिने बुढा मन लाग्न छोडो, संसारको विष चढो। बिहान उठेर नुहाई धुवाई पितृलाई सम्झिनु, सूर्यलाई अर्घ दिनु, मन लाग्न छोडो, संसारको विष चढो। ठुला बडाका अगाडि हक्का हक्का गर्ने मन लाग्यो, संसारको विष चढो। बुझ्नु भएन? यसरी जानिन्छ। भागवतमा के भागवतमा जानु आलु नै गढिन्छ, संसारको विष चढो। बुझ्नु भएन? यसरी जान्नु ल। राम 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 यस्तो त सबैलाई हुन्छ नि बेला बेला। संसारको विष कसलाई चढेको छैन? सबलाई चढेको छ। यसको पनि दबाई छ। त्यही त दबाई छ र त। कति त छिट्याइदिउँला। यसो झोला खोतल्नुको ला बाँड्दा बाँड्दै सकिएछ भन्नुको। कहाँ पाइन्छ भन्दाखेरि अहिले चाहिन्छ, आजै चाहिन्छ भने खुर्क जाओ त। त्यो मेसाकी गाउँमा खदलका घरमा बाँडेका बाँडै छन्। आनन्द कन्द भगवानको। अनि 3 पुडियाजी लगिरख भन्नु। 3 पुडियाजी छन्। 3 पुडिया लगिरख न। एउटा ज्ञानको पुडिया, एउटा भक्तिको पुडिया, एउटा विरक्तिको पुडिया बेला बेला खाँदै गर्नु। संसारको विष लागेको छ भने खतरा कुत्रुक झर्छ, चट्टै हुन्छ। पुरो तितो तितो लाग्यो, कस्तो कस्तो लाग्यो। मलाई भन्नु 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 लाग्यो भने तपाईँलाई के लाग्यो मैले सोधिनँ ल। किनभने गाली खाने पनि डर हुन्छ। आनन्द कान्द भगवानको। अब बाबु भरत महाराजका पिता भन्नुहुन्छ, आफू ताको मुडो बन्चरो ताक्छ गुडो, छोरालाई पढाउला भनेको यसो गर्छ यो लठुवा, यसले पढ्दैन। भरतजी भन्नुहुन्छ अब आएगा मजा। दाजुभाइले काम अराउन केही हुँदैन। त्यहाँनिर अलिकति खुर्की खुर्की भन्यो भने दिनभरि खुर्केर पोखरी बनाउनु। ग्वाली पुरपुर भन्यो, ग्वाली एकदम पहाड बनाउनु। के हराउनु? उभिन्डो छ यो। बाउ बाउ यसलाई पाल्न सकिँदैन, यसलाई लगाउनु र खेदल घरबाट। मिटिङमा पास भयो, भोलिपल्ट खेदायो भरतजीलाई। जानुभयो अवधूत बौला जस्तो बनेर। मैले खोजेको यही थियो, बल्ल पाएँ। आनन्दले विचार गर्न थाल्नुभयो।
एउटा दुष्ट थियो ठुलो बनी उसले भगवती आमाको पूजा गर्थ्यो नरबली दिने कुरा राखेको रहेछ ठ्याक्क दिन आइपुगेको थियो आफ्ना सन्तरीलाई पठाउँछ ती सन्तरीले चिटिक्क परेको मान्छे भरतजीलाई देख्छन् ए दाइ जाने कहाँ वहाँ दुर्गा माताको पूजा हो किन नजाने जाने जाने ल्याए नुहाई धुवाई स्याम्पू लगाए कहिले नखाएकामा त खुवाए त राम्रा ठाउँमा राम्रै हुन्छ ल्याऊ न खाऊ एकछिनमा लगेर 4 बाउ टेकाएर उभ्याए त्यो व्यापारी जुन थियो दुष्ट दुरात्मज उसले खड्ग हातमा लिएर भगवतीमा मैले भनेको पुराए अब यी म दिँदैछु बलि भनेर यसरी के हान्न आँटेको थियो भगवती आमा ती प्रकट हुनुभयो जगतजननी दुर्गा माताको त्यो खड्गलाई समात्नुभयो त्यो दुष्टलाई त्यहाँ सखाप्त ल्याइदिनुभयो भरतलाई भन्नुहुन्छ बाबु आशीर्वाद माग भरतजी उठेर भन्नुहुन्छ आमा मलाई त आशीर्वाद त केही पनि चाहिएको छैन उनले आशीर्वाद बक्सिने हो भनेदेखि एउटा काम गरौँ न मेरीमा अज्ञानताका कारणले मासिएका यी लठुवाहरूलाई पुनर्जीवन दिउँ यिनीहरूले पनि भक्तिमय जीवनयापन गर्न सकिन् भगवतीमा छक्क पर्नुहुन्छ कस्तो विचित्रको भक्त जो मार्न उसैले फेरि बचाउँदैछ भगवती माले बर्दास्त गरिदिनु ती जम्मै उठे त्यो व्यापारी जुन थियो त्यहाँको लिडर ऊ भरतजीका पाउपट्टि हेरेर भन्छ मैले के गरेछु हे सन्त मेरो आँखा खोलिदिनु भयो मैले जगतजननी दुर्गा माताका अगाडि ल्याएर उहाँकै सन्तानलाई यसरी गिन्ने काम गर्दैछु मैले भुल गरेछु देवी भागवतले कति राम्रो भनेको छ तम्बै प्रसन्न भूमि मुक्ति हेतु तम्बै वै मतलब वैष्णव देवी इव प्रसन्न जुन दिन मान्छे भगवतीका अगाडि शक्ति माग्न जान्छ वैभव माग्न जान्छ अनेक नामले पूजा गर्छ तर जुन दिन भगवतीका अगाडि एउटा व्यक्ति मुक्ति माग्न जान्छ नि मोक्ष माग्न जान्छ नि गति माग्न जान्छ त्यो दिन माता वैष्णवी भन्दै जान्छ हेर्नुहोस् न जम्मूमा छैन वैष्णवी मन्दिर कसरी गएको छ मान्छे त्यहाँ कुन चाहिँ होला र त्यहाँ जान नखोज्ने विश्वका सनातनीहरू त्यहाँ आउँछन् कस्तो छ त्यो मन्दिर परिसर भने तलैबाट कुरा त छोडिदिनु आने वाले जय माता की जाने वाले जय माता की पीछे वाले जय माता की अरे बोलो बोलो जय माता की जय माता की जय माता की त्यस्तो दिव्य मन्दिर वैष्णो देवी मन्दिर त जब हामी मुक्ति माग्छौँ भगवतीलाई तम्बै प्रसन्न भूमि मुक्ति हेतु हे माता वैष्णवी हजुरको कृपा मलाई चाहियो तर समाजमा आज पनि ठाउँ ठाउँमा त्यो चलन देखिन्छ हामीले आफ्ना माने मेरा बुवा मेरा काका मेरी काकी मेरा आमा मेरा दाजुभाइ मेरा भक्त मेरा मित्र मेरा सज्जन मैले भनेर हजुरहरूले कुनै पनि कुरा गर्नुहुन्छ क्या ग्यारेन्टी आफूहरूको आदत म बदलाउन सक्दिनँ आफूहरूको आदत त परमात्माले बदलाउनुहुन्छ खाने र नखाने कुरामा म एक शब्द बदलिन तर एउटा कुरो चाहिँ आग्रह राख्छु के भन्नु त जे मलाई मन लाग्छ त्यो म गर्छु नै गर्छु मान्छेले त्यसो भन्छ तर हामी कतिपय कुराको अर्थै गलत लगाउँछौँ नि त अर्थै गलत लगाउँछौँ